वेलकम टू डे 15 अफ फ्री एक्सेल क्लास भिडियो। हेर्दा हेर्दै हामी डे 1 बाट डे 15 मा आइसकेको छौं। डे 1 मा त्यो बेसिक एक्सेलहरु सिक्दा फेरि जहाँ फर्म्याटिङ, कन्ट्रोल टी, कन्ट्रोल सी सिक्दा फेरि कति बेसिक चीज सिकिरा थियौं। आज हेर्नु त हामी डे 15 मा पाइभोट टेबलको एउटा एडभान्स लेभलमा हामी इन्टर गर्दै छौं। अझै पनि आर्जु बगाले एससीसी युट्युब फ्यामिलीलाई चाहिँ आफ्नो साथीहरुसँग शेयर गर्नु भएको छैन भने पक्कै नै एउटा गलत गर्दै हुनुहुन्छ। किनभने जसरी तपाईले चाहिँ युट्युब हेरेर यो आर्जु बगाले एससीसी को युट्युब हेरेर चाहिँ फ्रीमा एउटा बेनिफिट पाइरहनु भएको छ, त्यो पनि तपाईको साथीहरुले पनि पाउनु पर्ने हुन्छ। प्लिज डु शेयर। र अब चाहिँ मैले तपाईहरुलाई डे 14 मा एउटा असाइनमेन्ट दिएको थिए। त्यो असाइनमेन्टमा चाहिँ के भनेको थिए भन्दाखेरि हामीसँग यस्तै डिफरेन्ट डेटाहरु छ। यो डेटाहरुलाई चाहिँ एकैचोटी एउटा सिटमा ल्याउनु पर्यो भने कसरी ल्याउने, प्लस यहाँ चाहिँ मैले केही चीज चेन्ज गरेर यो सीतालाई चाहिँ यहाँ रिता शर्मा बनाइदिए। जस्ट यहाँ हेर्नु है, यो सीतालाई चाहिँ मैले रिता बनाइदिए भने उतापट्टिको डेटा पनि अटोमेटिक चेन्ज हुनु पर्यो। कसरी गर्नुहुन्छ भनेर एउटा असाइनमेन्ट दिएको थिए। आई नो, अनफर्चुनेटली नै भन्छु, आई नो आज डे 15 मा आइसक्दा धेरै जनाले हेर्नै भएको छैन भनेर भिडियो हेर्नु भएको छैन र कमेन्ट पनि पहिलाको जस्तो एंगेजिङ छैन। तर कति जनाले गरिरहनु भएको छ, त्यही भएर पनि मैले भिडियो चाहिँ अन टाइम अपलोड गर्नुपर्छ। गरिरहनु भएको छ नि जसले उहाँहरुको लागि चाहिँ यो भिडियो है त। अब तपाईहरुले चाहिँ धेरै जनाले गर्ने भनेको चाहिँ यसरी यहाँ गएर कन्ट्रोल ए गरेर आफ्नो डेटा सिलेक्ट गर्नुहुन्छ, कन्ट्रोल सी गर्नुहुन्छ, सिट 5 मा जानुहुन्छ, कन्ट्रोल भी गरेर पेस्ट गर्नुहुन्छ। अब पोखरामा पनि तलबाट आफ्नो डेटा यसरी चाहिँ यसलाई चाहिँ सिलेक्ट गर्नुहुन्छ, कन्ट्रोल सी गर्नुहुन्छ, फेरि सिट 5 मा जानुहुन्छ, कन्ट्रोल भी गर्नुहुन्छ। प्राय धेरैले गर्ने यही हो। मैले पनि सुरुमा यही गर्थे। तर यो गर्दा चाहिँ एउटा प्रब्लम कहाँनिर आउँछ, फर्स्टमा प्रब्लम देखाउँछु है। काठमाडौँमा गएर यो सीता शर्मालाई मैले चेन्ज गरेर यहाँ रिता शर्मा बनाइदिए भने हेर्नु है, यो सिट 5 मा गएर मैले चेक गरे भने यहाँ सीता शर्मा नै आउँछ। केही गरी पनि यो चेन्ज हुँदैन। तपाईहरुसँग चाहिँ यहाँ कतै रिफ्रेशको पनि तपाईहरुले केही पनि देख्नुहुन्न। अ रिफ्रेशको भयो भने पनि रिफ्रेश गर्दा पनि डेटा आउँदैन भनेपछि अफ कोर्स यो तरिका ठीक छैन भनेर थाहा पाउनु भयो। अब के गर्ने, म सिम्पल तरिका सिकाउँछु है। एउटा फर्मुला जसलाई हामी भी स्ट्याक एच स्ट्याक भन्छौं। के हाम्रो पाइभोट टेबलको टपिक कम्प्लिट भइसकेको हो त भन्दाखेरि होइन, मैले यो जस्ट असाइनमेन्ट दिएको थिए, त्यो असाइनमेन्ट चाहिँ फर्स्टमा गर्दैछु। ध्यान दिएर हेर्नु। अब के गरिरहनु भएको छ, एकचोटि नजिक आउनु, ध्यान दिएर हेर्नु। इक्वल टु भी स्ट्याक लेख्नु, ब्राकेट ओपन। अब हेर्नु त, एरे 1 एरे 2 जसले मेरो भी लुकअप एच लुकअप को अगाडिको डे 8 डे 9 डे 10 को भिडियो हेरिसक्नु भएको छ। उहाँहरुलाई मजाले एरे भनेको के हो थाहा छ। अहिले हेर्नु भएको छ र थाहा छैन भने पनि प्लिज त्यो भिडियो पनि गरेर हेर्नु होला, बुझ्नुहुन्छ। एरे 1 मा मैले काठमाडौँको यो डेटालाई सिलेक्ट गरे, यसरी कमा साइन दिए। अब मलाई के हेडिङ चाहिन्छ त फेरि भन्दाखेरि अलरेडी सबैको हेडिङ एउटै छ, त्यही भएर हेडिङ भन्दा तलको डेटा सिलेक्ट गरे, कमा। विराटनगरमा पनि आए, हेडिङ भन्दा यसरी तलको डेटा सिलेक्ट गरे। हेर्नु है त, म जुम गरेर देखाउँदै छु, तपाईहरुले देख्नु भएको छ कि नै। ब्र्याकेट क्लोज गरी इन्टर गर्दिन्छु। अब यहाँ के हुन्छ हेर्नु त, सबै डेटा एकैचोटी आयो। मैले केही इन्डिभिजुअल कन्ट्रोल सी कन्ट्रोल भी गरेर बस्नु पर्दैन। अब यसरी नै गर्ने हो त भी स्ट्याक भन्दाखेरि अफ कोर्स यसरी नै। तर मैले चाहिँ अझै सजिलो तरिका म एकचोटी कन्ट्रोल जेड गरेर देखाएँ। म चाहिँ के गर्छु भन्दाखेरि फर्स्टमा काठमाडौँकोमा जान्छु, कन्ट्रोल ए गर्छु, टेबलको नेम दिने भनेर मैले भी लुकअप एच लुकअपमा यो पनि सिकाइसकेको छु। मैले फर्स्ट टेबललाई आर्जु भनेर दिन्छु। अब यता पोखराबाट यो तलको डेटालाई चाहिँ मैले बेन्जु भनेर दिन्छु। मैले नेम दिइराछु, अरु केही गरेको छैन है। नेम बारमा गएर विराटनगरको डेटा पनि यो तलबाट सिलेक्ट गर्छु यसरी। अब यसलाई पनि अर्को नाम दिन्छु, मन्जु भनेर दिन्छु। अब हेर्नु है त, मैले के गर्छु, अब यतापट्टि सिट 5 मा जान्छु। सिट 5 मा गइसकेपछि इक्वल्स टु भी स्ट्याक लेख्छु, ब्र्याकेट ओपन गर्छु। एरे 1 मा अब के फेरि यतापट्टि जानुपर्छ त भन्दाखेरि अफ कोर्स नट, त्यही इन्डिभिजुअल जान नपरोस् भनेर नै मैले त्यसरी नाम दिएको हो। त्यही भएर चाहिँ मैले यसमा आर्जु लेख्छु, ब्र्याकेट ओपन, बेन्जु लेख्छु, ब्र्याकेट ओपन, मन्जु लेख्छु। यसरी चाहिँ कमा साइन दिएर चाहिँ ब्र्याकेट क्लोज गरी इन्टर गरिदिनु। अटोमेटिक सबै डेटा आयो भनेपछि आफूलाई चाहिँ जुन वर्डहरु एकदमै फेमिलियर छ त्यो वर्डहरु चाहिँ यसरी हेर्नुभयो भने मजाले देख्न सक्नुहुन्छ। अब हेर्नु है त, यसको मेन के हो त जादु। म जुम गरेर पनि देखाउँदै छु, तपाईहरु देख्दै हुनुहुन्छ होला। यो पनि म मिलाइदिन्छु डबल क्लिक गरेर। तपाईहरुलाई थाहा नै छ इन्डिभिजुअल डबल क्लिक गर्नु पर्दैन। इन्डिभिजुअल गर्दै हुनुहुन्छ भने आफ्नो डेटा सिलेक्ट गर्नु, अल्ट एच ओ ए गर्नु, अल्ट एच ओ आई गर्नु। यो भनेको तपाईको रो र कलम मजाले एडजस्ट हुन्छ। यो मैले डे 1 देखि बारम्बार भनिरहेको छु। अब म्यानुअल भन्ने चीज छोड्दिनु। अब मेन डिफरेन्स के हो हेर्नु है, म यहाँ पनि जुम गरेर देखाउँदै छु। काठमाडौँमा जुन यो सीता शर्मा भनेर छ, अब यसलाई चेन्ज गरेर मैले रिता शर्मा लेख्दिए है। तपाईहरुको अगाडि लेख्दै छु, केही गरेको छैन, मेरो ह्यान्ड फ्री छ। अब म सिट 5 मा जब
जब जान्छौँ यहाँ अटोमेटिक चेन्ज भएर बसिसकेको हुन्छ। यो चाहिँ VStack को पावर हो। तपाईलाई चाहिँ आफ्नो डेटा कुनै सिटबाट अर्को ठाउँमा लिएर जानु छ, तर ओरिजिनल सोर्स भनेको यो काठमाडौँ, पोखरा, विराटनगर, यो ओरिजिनल सोर्समा केही चिज चेन्ज भयो भने उता पनि चेन्ज भएर आओस् है भन्ने तपाईहरुलाई चाहिएको छ भने यसरी तपाईहरुले चाहिँ VStack HStack युज गर्न सक्नुहुन्छ। अब पोखरामा हेर्नु है, ल विराटनगरमै गएर हेरौँ। विराटनगरमा निशा चौधरी छ। अब मैले चाहिँ यसलाई रीति चौधरी बनाइदिए, रीति चौधरी बनाइदिए। हेर्नु है, तपाईहरुकै अगाडि बनाउँदैछु, फेरि जुम गरेर देखाउँदैछु। तपाईहरुले देख्नु भएको छैन भने कन्ट्रोल बोल्ड पनि गर्दै। अब मैले यो सिट 5 मा गएर तलपट्टि हाम्रो 301 को डेटामा के छ भनेर हेर्छु है। म स्क्रोल गरिरहेको छु, हेर्नु मजाले यसलाई यसरी स्क्रोल गर्नुभयो भने तपाईको सिट 1 को डेटा, सिट 2 को डेटा, सिट 2 को डेटामा रीति चौधरी भएर अलरेडी आइसकेको छ। यो चाहिँ VStack को पावर हो। अब आई होप कि तपाईले VStack के हो बुझ्नुभयो। अब यही सँगसँगै म तपाईहरुलाई HStack पनि बुझाउँछु। जसरी अघि मैले नाम दिए, अब हेर्नु है, HStack मा पनि धेरैले के गर्नुहुन्छ, फर्स्टमा मिस्टेक बुझाउँछु। इक्वल टु HStack लेख्ने, ब्राकेट ओपन, आर्जु लेखे, कमा, अघि त नाम दिइसकेका छु नि त, त्यही नाम युज गर्दा भइहाल्यो। बेन्जु, कमा, मन्जु लेखेर ब्राकेट क्लोज गरिदिए। अब म इन्टर गर्छु। अब हेर्नु है, एउटा चीज ध्यान दिएर म जुम पनि गरेर देखाउँदैछु। फर्स्ट को जुन हाम्रो यो नाम छ नि, यो हाम्रो 1 रोमा हेर्नु है, यो म हाइलाइट गरेर देखाएँ। स्टुडेन्ट आइडी, नेम, सिटी, स्कोर थियो, तर यो भन्दा माथि सीता शर्मा, अर्को भन्दा रीति चौधरी आइसक्यो। यो किन आयो बुझ्नु है। मैले चाहिँ कन्ट्रोल जेड गरे किनभने यो मिस्टेक थियो। यो किन आयो भन्दा फेरि तपाईले बेन्जु र मन्जुलाई कहाँबाट रिफर गर्नु भएको छ हेर्नु है। बेन्जु भनेको यति मात्र रिफर गर्नु भएको छ। अब यो माथिको नाम पनि दिनु पर्यो नि त, किन भन्दा फेरि VStack मा पो हामीलाई एउटै हेडिङले यसरी तल सर्लक्क जान्छ, एउटै हेडिङ भयो मजाले काम लाग्छ। तर HStack गर्दा फेरि हामीलाई चाहिँ एभ्रीमा चाहिँ हाम्रो हेडिङ चाहिन्छ। यसरी एभ्री हाम्रो यो 1 मा चाहिँ हेडिङ चाहिन्छ। त्यही भएर चाहिँ फर्स्टमा हामीले अलिकति चेन्ज गर्छौं। अब कन्ट्रोल ए गरेर नाम दिन्छौं। अब नाम दिँदा मैले यसलाई सन्जु भनेर दिएँ। अब विराटनगरवाला सिटमा पनि गएँ, यसमा पनि कन्ट्रोल ए गरे। अब मैले यसलाई नाम दिँदा फेरि रन्जु भनेर दिएँ, इन्टर गरे। अब हेर्नु है, म सिट 6 मा जाँदैछु। अब के हुन्छ, इक्वल टु HStack गरे, ब्राकेट ओपनमा फर्स्टमा त आर्जु नै थियो, आर्जु, कमा, सन्जु, कमा, रन्जु भनेर लेखे, ब्राकेट क्लोज गरी इन्टर गरे, ब्राकेट क्लोज गरी इन्टर गरे। हेर्नु त सबै डेटा यस्तो मजाले आयो। अब के फेरि इन्डिभिजुअल एडजस्ट गरेर यसरी एडजस्ट गरेर बस्ने त भन्दा फेरि अफ कोर्स नट। अल्ट HOA, अल्ट HOI गर्नु, तपाईको सबै रो र कोलम चाहिँ मजाले एडजस्ट भएर आउँछ। अब यो HStack लाई चाहिँ अब अलिकति म फर्मेट मिलाउँछु, बोर्डर गरे हैन। अब यो टेबललाई कन्ट्रोल ए गरेर चाहिँ अलिकति मजाले देखिने तरिकाले अल्ट HBA गरे। अब एउटा प्रोपर फर्मेटमा आइसक्यो। अब यो चाहिँ कति बेला काम लाग्छ भन्दा फेरि हेर्नु है, म यहाँ तपाईलाई देखाउँछु। अल्ट HH गरे, यसलाई मैले जस्ट येलो कलर दिएँ। अब यो डेटालाई पनि मैले यसरी सिलेक्ट गरे, अल्ट HH गरे, यसलाई चाहिँ मैले चाहिँ स्काई ब्लू कलर दिएँ। अब तपाईहरुलाई चाहिँ केही चीज चाहिँ यसरी साइड बाइ राखेर कम्पेयर गर्नु छ। अनि मैले यो डेटामा चाहिँ केही चीज चेन्ज गरे। सुमन मण्डललाई चाहिँ मैले राजु मण्डल बनाइदिए। हेर्नु है, अब सुमन मण्डललाई मैले राजु मण्डल बनाइदिए। अब म यहाँ जब सिट 6 मा जान्छु, यहाँ अटोमेटिक राजु मण्डल भनेर आइसक्यो। म जुम गरेर देखाउँदैछु, राजु मण्डल भनेर आइसक्यो। यसरी साइड बाइ साइड राखेर चाहिँ तपाईहरुलाई केही चीज कम्पेयर गर्नु छ भने HStack मा राख्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ सिरियली राख्नु छ भने त्यसलाई मजाले VStack भर्टिकल स्ट्याक भनिन्छ है। भनेपछि पाइभट टेबल सँगसँगै आजको फर्स्टको असाइनमेन्ट जुन हाम्रो थियो डे 14 को VStack र HStack, त्यो मजाले सिकिसक्नु भएको छ। यो तरिका तपाईहरुको लागि न्यू लागेको छ भने प्लिज अर्को टपिकमा जानु अगाडि अहिले नै कमेन्ट गरिहाल्नु होला। अब आज चाहिँ तपाईहरुले स्क्रिनमा मेरो फोटो देखिरहनु भएको छैन, किनभने धेरै जनाले चाहिँ कमेन्टमा चाहिँ हजुरको त्यो फोटोलाई सर्कल गरेर राख्दा फेरि डेटाहरु छेकिरहेछ, त्यसलाई हटाइदिनु न भन्नु भएको थियो। सो मेरो साउन्ड मात्रै सुनिरहनु भएको छ। साउन्ड सुने पनि इनर्जेटिक हुनु पर्यो है, सिक्नु पर्यो। अब अर्को टपिकमा आज के सिक्दै छौं। अफ कोर्स हामीले पाइभट टेबलै कम्प्लिट गरेको छैन। मैले पहिला पनि फ्री एक्सेल क्लासको अनाउन्स गर्दा पनि भनेको थिएँ, पाइभट टेबल भनेको एउटा यस्तो टपिक हो जुन टपिक मजाले बुझ्नु भयो भने एक्सेलमा काम गर्न एकदमै सजिलो छ। जुन एउटै टपिक बुझाउनको मलाई लागि मिनिमम पनि 5-6 दिन लाग्छ भनेर भनेको थिएँ। हाम्रो 3-4 क्लास गइसकेको छ पाइभट टेबलमा। आज फेरि पाइभट टेबलकै अर्को टपिक छ। अब हेर्नु है, आज चाहिँ म तपाईहरुलाई हामीले पाइभट टेबल जसरी गरिरहम एउटा डिफरेन्ट तरिका सिकाउँदैछु। सिम्पल तरिकाले हेर्नु होला म के सिकाउँदैछु भनेर। पाइभट टेबल बनाउन जहिले पनि कन्ट्रोल ए दाब्नु पर्यो, त्यो त तपाईहरुलाई थाहा भइसक्यो। अल्ट एन्ड VT यो सर्टकट तपाईहरुलाई आई होप कि याद छ। यो सर्टकट बिर्सिनु भएको छैन। एक्जिस्टिङ वर्कशीटमै बनाउँछु, तपाईहरुले थाहा पाइसक्नु भयो।
जसले चाहिँ पाइभट टेबल मजाले चलाउनुहुन्छ उहाँहरूले एक्जिस्टिङ वर्कसिट नै बनाउनुहुन्छ। मैले ओके गरेँ। अब हेर्नु त तपाईसँग चाहिँ यसरी छ, रिपोर्टहरू यसरी छ, यसरी बन्छ। अरू तपाईँहरूलाई न्यू वर्कसिटमा बनाउन चाहनुहुन्छ भने पनि द्याट्स फाइन है, यो कुनै पनि प्रब्लम होइन, कुनै पनि प्रब्लम होइन। यो जस्तो गर्नु मन छ त्यही गर्न सक्नुहुन्छ। अब हेर्नु यो रिपोर्ट त हामीले अलरेडी पहिला बनाइरहेको छौँ। अब म चाहिँ यो बनाउँदिनँ के, पाइभट टेबलमा तपाईँहरूसँग अर्को अप्सन पनि छ। म यहाँ पाइभट टेबलको अप्सनमा जान्छु। तपाईँहरूले यहाँ मजाले हेर्नु डिस्प्ले भन्ने देख्नुहुन्छ, यसमा चाहिँ क्लासिक पाइभट टेबल लेआउट भन्ने चिज देख्नुहुन्छ। फर्स्टमा यो चिज देखाउँछु के हो भन्ने चिज। यहाँ टिक लागेको छैन, म यसलाई टिक लगाउँछु, क्लासिक पाइभट टेबल लेआउट। ओके, अब हेर्नु त तपाईँको लेआउट नै पुरै चेन्ज भयो। यो लेआउट कति बेला युज गर्ने म सिकाउँछु है। हेर्नु मैले रिजनलाई रोमा ल्याएँ, मैले सेल्स पर्सनलाई पनि ल्याएँ। सेल्स पर्सनलाई पनि ल्याइसकेपछि अब टोटल सेल्स हेर्नु है, टोटल सेल्स यो त हामीले पहिला पनि गरिरहेको थियौँ यसरी। अब यो किन सिकाउँदैछु तपाईँहरूलाई बुझ्नु पर्यो है। अब तपाईँलाई चाहिँ केही अनुसार चाहिँ यहाँ मजाले फिल्टर, ड्रप रिपोर्ट फिल्टर भनेर यहाँ छुट्टै सेक्सन नै दिएको छ। केही अनुसार फिल्टर चाहियो, एक्जाम्पल स्टोर अनुसार चाहिँ फिल्टर चाहियो भने यसरी युज गर्न सक्नुहुन्छ। यो भनेको चाहिँ क्लासिक लेआउट हो के। यो लेआउट कति बेला काम लाग्छ भन्दाखेरि जब चाहिँ तपाईँले चाहिँ यसरी चाहिँ मल्टिपल एउटै तरिकाले चाहिँ डेटाहरू राख्नु भएको छ, यसलाई चाहिँ अलिकति प्रेजेन्टेबल फर्ममा राख्नु छ भने मजाले यो तरिका चाहिँ युज गर्न सक्नुहुन्छ। अब हेर्नु है, यो तरिकामा के चिज मिनिमम पनि तपाईँहरूले ध्यान दिनुपर्ने चिज छ यस्तो खालको डेटामा। अब हेर्नु म यहाँ मर्ज गर्न जान्छु, किनभने एलिस, बब, चार्ली, डियाना, इथानको यो टोटल सेल्स जुन दिएको छ नि, म जुम गरेर पनि देखाउँदैछु तपाईँहरूलाई। यो टोटल सेल्स जुन दिएको छ, यो टोटल सेल्स भनेको इस्ट रिजनको दिएको छ। अब यो इस्टलाई बीचमा टक्क बीचमा राख्नु पर्यो मर्ज गरेर। हामीले के गर्छौँ भन्दाखेरि होममा जान्छौँ, यहाँ चाहिँ तपाईँहरूको मर्ज भन्ने अप्सन हुन्छ, तपाईँहरूलाई याद छ होला, सर्टकटै युज गरौँ। अल्ट एच मर्ज भनेको एम, सेन्टर भनेको सी थियो। अब मैले सी गर्छु। अब हेर्नु त यसले के भन्छ, पाइभट टेबलमा तपाईँले त्यसरी चेन्ज गर्न मिल्दैन भनेर आयो। द्याट मिन अफकोर्स तपाईँले एउटा चिज बुझ्नुपर्ने चिज भनेको पाइभट टेबलमा तपाईँले जति बेला चाहियो त्यति बेला आफ्नै तरिकाले चेन्ज गर्न मिल्दैन। अब के मर्ज गर्ने अप्सनै छैन त भन्दाखेरि अफकोर्स छ। आर्जु बगाली एसीसी युट्युब च्यानल हेरिरहनु भएको छ भनेपछि केही न केही अप्सन पक्कै नै हुन्छ। अब यो बुझाउने, यो म तपाईँलाई किन बुझाउँदैछु बुझ्नु है। यो क्लासिकल फर्मेट किन बुझाउँदैछु, मर्जको किन सिकाउँदैछु पाइभट टेबल भन्दा, रिपोर्ट बनाएर मात्र हुँदैन, रिपोर्ट चिटिक्क बनाउन पनि सक्नुपर्छ। अब यसमा चाहिँ तपाईँहरूले फर्स्टमा बुझ्नुपर्ने कुरा भनेको पाइभट टेबलको सेटिङ बुझ्नुपर्छ, जुन धेरैजना पाइभट टेबल चलाउने मान्छेलाई थाहा नै छैन। म रिपिट गर्दैछु, धेरैजनालाई थाहा नै हुँदैन। अब हेर्नु राइट क्लिक गर्नु, राइट क्लिक गरिसकेपछि पाइभट टेबल अप्सन भन्ने देख्नुहुन्छ, यो भनेको सेटिङ हो है। यो सेटिङलाई मैले यता साइडमा राखेँ। हामी फर्स्टबाटै हेर्दै जान्छौँ इन्डिभिजुअल सेटिङको। आज तपाईँहरूलाई मैले पाइभट टेबलको सेटिङकै क्लास गराउने हो, त्यो डिटेलली बुझ्नुभयो भने तपाईँहरूको काम गर्नको लागि एकदमै सजिलो हुन्छ। फर्स्टमा हेर्नु प्रिन्टिङ, डेटा, यो हामीसँग नम्बर अफ चिजहरू छ है। मैले फर्स्टमा चाहिँ लेआउट र फर्मेटलाई लिएँ। लेआउट र फर्मेटमा तपाईँले एउटा अप्सन देख्नुहुन्छ यहाँ, मर्ज एन्ड सेन्टर सेल्स। ओके, मर्ज एन्ड सेन्टर सेल्समा टिक लगाइदिनु। अघिसम्म टिक लाएको थिएन, त्यही भएर मेरो मर्ज गर्न मिलिरहेको थिएन। अब म यहाँ टिक लाएर ओके गरिदिन्छु। हेर्नु त के हुन्छ, सबै चिज चाहिँ मर्ज भएर यसरी आयो। अघिको रिपोर्ट जुन हामीलाई मर्ज गर्न मिलिरहेको थिएन, मैले यहाँ सानो गरेर पनि देखाएँ, मजाले मर्ज गरेर आयो। अब हेर्नु है, राइट क्लिक फेरि गर्छु किनभने म तपाईँलाई एभ्री चिज डिटेलली सिकाउँदैछु। पाइभट टेबलको अप्सनमा जाउनु। यहाँ अर्को चिज देख्नुहुन्छ, वेन इन कम ब्याक फ्रम इन्डेन्ट रो लेभल। इन्डेन्ट भनेको त तपाईँहरूलाई थाहा छ नि, मैले डे टू के क्लासमा भनेको थिएँ। मैले इन्डेन्ट बढाइदिएँ। हेर्नु है, यहाँ इन्डेन्टलाई 6 बनाइदिएँ। यहाँ ध्यान दिएर यो इस्ट लेखेको चिजलाई हेर्नु है, इस्ट लेखेको, नर्थ लेखेकोलाई ओके गरिदिएँ। अब अर्को सेटिङ सिकाउँदैछु, फेरि पाइभट टेबल अप्सनमा जानु। पाइभट टेबल अप्सनमा चाहिँ यो इन्डेन्ट भन्ने याद छ नि तपाईँहरूलाई, इन्डेन्ट भन्ने चिज चाहिँ केही चिज चाहिँ दुईचोटि युज गरिरहनु भएको छ। यो यसरी चाहिँ इस्ट छ, यो इस्टलाई चाहिँ कति बीचमा राख्ने कि छेउमा राख्ने कि कसरी राख्ने भन्ने कुरा चाहिँ इन्डेन्टबाट चेन्ज गर्न सक्नुहुन्छ। इन्डिभिजुअल मैले तपाईँहरूलाई पहिला पनि भनेको थिएँ, इन्डिभिजुअल स्पेस गरेर गर्ने होइन, इन्डेन्ट बढाउने घटाउनु, जुन मैले डे 2 मा प्रपरली सिकाइसकेको छु त्यो हेर्नु। अब हेर्नु है, डिस्प्ले फिल्ड इन द रिपोर्ट फिल्टर एरिया। एउटा सिम्पल चिज इक्जाम्पल दिएर बुझाउँछु। यहाँ माथि चाहिँ मैले स्टोरको राखेको थिएँ फिल्टर। अब मलाई फिल्टर अरू चिजमा नि लगाउनु पर्यो। हेर्नु त मेरो राइट साइडमा आइरहेको छैन, तपाईँहरू नझुकिनु है। आइरहेको छैन भने पाइभट टेबल एनालाइजमा जाने, फिल्ड लिस्टलाई खोल्ने। अब मेरो स्टोर अनुसार गर्नु पर्यो। अर्को भनेको मेरो पेमेन्ट मेथड अनुसार फिल्टर लगाउनु पर्यो। अर्को भनेको मेरो कस्टमर टाइप अनुसार फिल्टर लगाउनु पर्यो। फिल्टरको अप्सन छ नि त त्यसमा। अब यसरी 3टा फिल्टर लगातार आयो। मसँग अर्को अप्सन पनि हुन्छ, पाइभट टेबल अप्सनमा गएर जुन तपाईँहरूलाई मैले यतापट्टि राखेर देखाएँ, फिल्टरमा हेर्नु है,
डिस्प्ले फिल्ड इन द रिपोर्ट फिल्टर डाउन देन ओभर राख्यो भने चाहिँ यो भयो अहिले जुन छ। अब मेरो के हेर्छु मैले चेन्ज गर्छु, ओभर देन डाउनमा चेन्ज गर्छु। अब चेन्ज के आउँछ हेर्नु है, अब चेन्ज के आउँछ हेर्नु है। यहाँ स्टोर पेमेन्ट मेथड कस्टमर टाइप सिरियली आइरहेछ, यसलाई मैले ओभर देन डाउन बनायो भने ओके गरिदिन्छु। अब हेर्नु त यो तीनटा एकैचोटि यसरी आयो। यसरी लेख्दा फेरि चाहिँ यो अलिकति कस्तो नमिलेको दुईटा मात्रै भइदिएको भए त मजाले गर्न सकिन्थ्यो, नमिलेको जस्तो आयो भन्ने तपाईलाई लाग्छ भने अझै राइट क्लिक गर्नु, पाइभोट टेबल अप्सनमा जानु। यसलाई तपाईहरुलाई देखाउँदैछु, साइडमा लगेर देखाएँ। अब जुन तपाईहरुको ओभर देन डाउनमा छ दुईटा गरेर दुईटा त राख्न सकिन्छ नि त। दुईटा गरेर यसरी मैले 2 भनेर राख्थे। 2 गरिसकेपछि यसलाई ओके गरिदिनु। अब हेर्नु त कसरी आउँछ, ओभर देन डाउन भनेको चाहिँ स्टोर आयो, पेमेन्ट मेथड कस्टमर एउटा ठाउँमा दुईटा आयो, अर्को ठाउँमा एउटा, तीनटा। अब मैले हेर्नु फेरि यहाँ के गर्छु हेर्नु है, ध्यान दिएर तपाईहरु ध्यान दिएर नै हेरिरहनु। अब यसमा चाहिँ तपाईहरुले मजाले देख्नु भयो, यहाँ चाहिँ दुईटा यतापट्टि आएको छ र उतापट्टि चाहिँ एउटा आएको छ। अब हेर्नु है, म यसलाई अलिकति चेन्ज गरेर तपाईहरुकै अगाडि पनि देखाउँछु। मैले पेमेन्ट मेथड एड गरे, अटोमेटिक यसको तल आउँछ। मैले स्टोर एड गरे भने फर्स्टको तलपट्टि जान्छ। हेर्नु त अब यसमा अलरेडी दुईटा आएको छ। अब मैले अझै फेरि मलाई एउटा चीज चाहिँ केही चीज एड गर्न मन लाग्यो, जस्ट एक्जाम्पलको लागि है, मैले चाहिँ तपाईहरुलाई धेरै देखाउनको लागि क्वार्टर पनि एड गर्दै। भनेपछि यसले के गर्छ भन्दा फेरि फर्स्टमा सुरुमा अट्ने दिन्छ अनि यतापट्टि लैजान्छ। कसरी चाहिँ तपाईहरुलाई मिलाएर राख्नु मन छ त्यो तपाईहरुको हातमा भयो, मजाले मिलाएर राख्न सक्नु भयो। अब आउनु फेरि राइट क्लिक गर्नु, पाइभोट टेबल अप्सनमा जानु। अब यो अप्सनमा जाँदा फेरि यो ओभर देन डाउन वाला त तपाईहरुले बुझिसक्नु भयो। यो माथिको चीजहरु हामीले गर्यौं। अब हामीसँग दुईटा अप्सन छ है, इम्टी सेल्सलाई पनि टिक लगाउने। यहाँ टिक लगाएको छ भने चाहिँ तपाईको कुनै इम्टी सेल्स भइदिएको भए यहाँ चाहिँ खाली देखाउँथ्यो। जस्ट एक्जाम्पल एलिसको लिस्टमा केही पनि नभइदिएको भए खाली देखाउँथ्यो। इरर आइदिएको भए के देखाउने नै कमान्ड हामीलाई दिएको छैन। अब मैले यसको लागि चाहिँ फेरि अर्को एउटा एक्सेल सिट बनाएर देखाउँछु। यसको लागि चाहिँ फेरि अर्को पाइभोट टेबल बनाएर देखाउँछु। कन्ट्रोल ए अल्ट एन्ड भिटी, यो चाहिँ मैले न्यू वर्कशीटमा बनाउँछु किनभने तपाईहरुलाई चाहिँ मिसम्याच नहोस् भनेर। अब हेर्नु है, सेल्स पर्सनलाई मैले रोमा तान्दिए, सेल्स पर्सनको सेल्स आयो। अब सेल्स पर्सनको सेल्स आइसकेको छ, यहाँ डिटेल छ। अब हेर्नु हामीले अलरेडी यहाँ पाइभोट टेबलको फिल्डबाट लिएको थियौं। अब मैले यहाँ कन्ट्रोल एफ गर्छु, एलिसलाई सर्च गर्छु। के हो तपाईहरुलाई बुझाउन खोजेको चीज बुझाउँछु है म। एलिस छ, एलिसको अफिस सप्लाइजको यहाँ सेल्सहरु के आएको छ हामीसँग प्रफिटमा और सेल्समा 37, यसलाई मैले 0 बनाइदिए। अब एलिसको अरु डेटा हामीसँग छ कि छैन, कन्ट्रोल एफ गर्छु, फेरि एलिस गर्छु। एलिसको हामीसँग एउटा 0 बनाइदिए। अर्को पनि यतापट्टि जानु परेन, यसमै पनि तलपट्टि छ। तपाईहरुलाई जस्ट एक्जाम्पल दिएर बुझाउनको लागि है मैले। यतापट्टि इरर आएको छ, इरर के छ यतापट्टि 18,530 छ। अब मैले यसलाई चाहिँ जस्ट एक्जाम्पल अहिले तपाईहरुलाई बुझाउनको लागि 1 2 3 डिवाइडेड बाइ यो भएपछि यहाँ नेम भनेर यो भनेको इरर आयो। अब के हुन्छ हेर्नु है, हामीले यतापट्टि पाइभोट टेबल जब बनाउन जान्छौं नि, अहिले एलिसको 322 छ है, अघि एउटा 0 थियो। अब के हुन्छ हेर्नु है, मैले चाहिँ यसलाई रिफ्रेश गरिदिन्छु। अब रिफ्रेश गर्दा फेरि एलिसको एउटा नेम भनेर आयो। नेम किन आयो भन्दा फेरि एउटा डेटा एलिसको इरर छ। मेन सिटमा गएर मजाले हेर्नु तपाईहरुले, यहाँ पाइभोट टेबलको सिटमा गएर एउटा डेटा इरर छ, एउटा डेटा इरर हुने बित्तिकै यसले सबै डेटा सँगै लिएन। अब के गर्ने त, इररलाई के यतिकै देखाउने त भन्ने क्वेशन आउँछ। अब हेर्नु है, मैले चाहिँ एउटा के कमान्ड दिए एक्सेललाई भन्दा फेरि पाइभोट टेबल अप्सनमा जान्छु, इररमा टिक लाउँछु। इरर भएको चीजलाई चाहिँ 0000 गरेर देखाऊ है भन्छु, ओके गर्छु। अब यहाँ आएर हेर्नु, 00 सिंगल 0 जे भए पनि आन्सर 0 नै आयो। यसले 0 आयो भनेपछि यहाँ मजाले चाहिँ तलपट्टिको ग्रान्ड टोटल पनि 0 आयो। यो कति बेला काम लाग्छ याद गर्नु है। तपाईहरुको डेटामा चाहिँ केही इरर आयो भने पनि मेसी नदेखोस्, जे आए पनि त्यसलाई चाहिँ अलिकति चाहिँ सिस्टमेटिक फर्ममा देखाउनको लागि चाहिँ यो टेक्निक युज गर्न सक्नुहुन्छ। तर यसको एउटा चाहिँ डिसएडभान्टेज के हो भन्दा फेरि यो इन्डिभिजुअलको टाइममा त पर्फेक्ट हो, युज गर्न सक्नुहुन्छ। तर जति यता तपाईहरुलाई टोटल सम निकाल्नु पनि परेछ नि, त्यति बेला चाहिँ यो युज नगर्नु। किनभने एक ठाउँमा इरर आएर तपाईले के भ्यालु दिनुहुन्छ त्यो अटोमेटिक 0 भनेर आउँछ। अब इररलाई चाहिँ तपाईलाई 0 भनेर होइन, जस्ट एक्जाम्पलको लागि इररलाई चाहिँ तपाईहरुलाई चाहिँ सो भ्यालु एज आरजु भनेर देखाउन मन लाग्यो, ओके गरेर मैले गर्दै यहाँ आरजु भनेर आयो। जसरी देखाउन मन छ देखाउनु, तर सिंगल गर्दा देखाउनु। यसरी चाहिँ यो सम आउने ठाउँमा चाहिँ यो खासै युज नगर्नु होला। अब हेर्नु है, तपाईहरुले इररको त बुझिहाल्नु भयो। अब एलिसको एन्सरै 0 भइदिएको भए चाहिँ के हुन्थ्यो हेर्नु है।
मैले यहाँ फर्स्टमा कन्ट्रोल ए कन्ट्रोल टी गरेर यसलाई टेबल बनाएँ। टेबलमा मैले सेल्स पर्सनलाई जस्ट तपाईहरुलाई बुझाउनको लागि ए लिस्टमा टिक लगाए, ओके गरे। अब ए लिस्टको यहाँ हामीसँग सेल्स आइटमहरु छ, क्वार्टर, टोटल सेल्स। ए लिस्टको सबै सेल्सलाई चाहिँ मैले यसरी तान्दिन्छु। हेर्नु कति छ मलाई थाहा छैन, मैले यसलाई मजाले कन्ट्रोल डी गरेर ताने। यसलाई यसरी तानेर चाहिँ टोटल सेल्सलाई हटाए। टोटल सेल्सलाई हटाइदिसकेपछि चाहिँ सबैमा चाहिँ मैले उसको 0 अलरेडी माथि छ। तपाईहरुलाई मैले पहिला पनि सिकाएको थिएँ, अलरेडी केही चीज माथि छ त्यसलाई कपी गर्नु छ भने कन्ट्रोल डी गर्नु भनेर। अब तपाईहरुले बुझिहाल्नु भयो होला, इरर आएको ठाउँमा मजाले जे पनि लेख्न सक्नुहुन्छ। अब अहिले चाहिँ हेर्नु है, तपाईहरुको यतापट्टि सम्ति भएर म पहिला 0 सिकाउनु अगाडि इरर आएको ठाउँमा चाहिँ यसलाई चाहिँ यसरी मजाले डबल क्लिक गर्नु। कहाँनिर चाहिँ यो डेटामा तपाईको डेटामा गइहाल्छ अनि यहाँनिर इरर आएको देख्नुहुन्छ, फर्स्टमा यसलाई फिक्स गरिहाल्नु। अब कुनै ठाउँमा चाहिँ तपाईको 0 छ, जस्ट एक्जाम्पल यहाँ चाहिँ एउटा फर्स्टको चाहिँ डेटा 0 छ र यहाँ हाम्रो पाइभट टेबलमा पनि यहाँ 0 भनेर आएको भए। अब मैले त यहाँ 0 चेन्ज गरेर देखाउनु मिल्दैन, एक्जाम्पलको लागि 0 भनेर आएको भए तपाईहरुसँग अर्को अप्सन हुन्थ्यो, 0 लाई चाहिँ के गरेर देखाउने, ब्ल्याङ्क भएको सेललाई चाहिँ के गरेर देखाउने भन्ने कुरामा चाहिँ त्यही पाइभट टेबल अप्सनमै जानु। अनि यसमा इम्टी सेल्समा चाहिँ के लेख्न चाहनुहुन्छ, इम्टी नट एप्लिकेबल के लेख्न चाहनुहुन्छ त्यो पनि मजाले लेख्न सक्नुहुन्छ। यो भनेको तपाईहरुको चीज भयो, तपाईहरुलाई जे गर्नु मन छ मजाले गर्नु। अब हामी अर्को सेटिङ सिक्दैछौं पाइभट टेबलको, जुन एकदमै इम्पोर्टेन्ट हुन्छ। फर्स्टमा तपाईहरुलाई यो एलिस भन्नेलाई चाहिँ चेन्ज गरेर देखाउँछु है। जस्ट एक्जाम्पलको लागि म यो हाम्रो पाइभट टेबलको डेटामा गए, यो चार्लीलाई चाहिँ मैले एउटा लामो डेटा राख्थे, यसरी लामो जे पाए त्यही राख्थे है। अब मैले सिट 4 मै गए। अब यसलाई चाहिँ यहाँ रिफ्रेश गरिदिन्छु। तपाईहरुको अगाडि गरिरहेको छु, केही गरेको छैन है। हेर्नु यो अटोमेटिक एडजस्ट भएर अघिसम्म यस्तो थियो, जब यसलाई मैले चाहिँ यसरी चाहिँ यहाँ रिफ्रेश गरिदिएँ यो अटोमेटिक एडजस्ट भएर गयो। अब किन गइरहेछ अटोमेटिक, हाम्रो त किन एडजस्ट भइरहेछ, हामीले र्याप टेक्स्ट सिकेको थियौं डे 1 डे 2 मा, किन र्याप टेक्स्ट भएन, किन अटोमेटिक एडजस्ट भयो भन्दाखेरि पाइभट टेबलको अप्सनमा जानु, अटो फिट कोलम विथिन अपडेट भन्ने टिक लागेको छ, त्यही भएर चाहिँ यो यस्तो भएको हो। जब मैले यसलाई हटाइदिएर क्रस गर्छु है, अब के हुन्छ हेर्नु है, क्रस गरेर मैले यसलाई ओके गरे। अब मेरो जुन यो इथान भन्ने नेम थियो, अब जन यतापट्टि पाइभट टेबलमा गएर अझै लामो नाम राख्छु मैले। हेर्नु है, अझै अहिलेको भन्दा पनि लङ नेम राख्छु, जे पनि हुन सक्छ, डेटा त हामी इन्टर गर्छौं नि त। इन्टर गरे। अब मैले यतापट्टि गएर चाहिँ यसलाई चाहिँ के गर्दै भन्दाखेरि रिफ्रेश गरिदिए। रिफ्रेश गर्दै फेरि अब यो बढेर आएन कि, यो बढेर आएको भए यसरी आउँथ्यो, यो आफै यहाँ छोपेर आएको छ भन्नुको अर्थ तपाईको फर्मेट के भएको छ त्यही फर्मेटमा एडजस्ट भएर आएको छ। अब जस्ट एक्जाम्पलको लागि मैले चाहिँ यहाँ चाहिँ एलिसको मात्र खोजे भने यो फर्मेट चेन्ज हुँदैन, त्यही फर्मेटमा एलिसको आउँछ। त्यही फर्मेट राख्ने, त्यही विड्थ राख्ने कि के राख्ने तपाईहरुसँग अप्सन हुन्छ भनेर बुझ्नु पर्यो। अब अर्को चीज सिकाउँदैछु, ध्यान दिएर हेर्नु। जस्ट मैले चाहिँ यहाँ काम गर्दाखेरि चाहिँ बबलाई बोल्ड गरे, बबलाई चाहिँ कलर लगाउनु एउटा इम्पोर्टेन्ट थियो, बब भन्ने चाहिँ एउटा इम्पोर्टेन्ट थियो, यसरी कलर लगाए। अब मैले चाहिँ यता पाइभट टेबलमा चाहिँ केही चीज चेन्ज गरे है। अब हेर्नु म तपाईहरुको अगाडि देखाउँदैछु, यो सेल्सलाई मैले केही गरेको छैन, जस्ट यो सेल्सलाई सर्टेन अमाउन्ट 67654 ले चेन्ज गर्दे। अब हेर्नु है, म यतापट्टि जब रिफ्रेश गर्छु के हुन्छ, ध्यान दिएर तपाईहरुको अगाडि राइट क्लिक गर्दैछु, यतापट्टि रिफ्रेश गर्छु। रिफ्रेश गर्दाखेरि अमाउन्ट चेन्ज भयो, त्यो अमाउन्ट 67654 चेन्ज भयो, तर हाम्रो फर्मेट अलरेडी प्रिजर्भ भएर बसिरहेछ। किन भइरहेछ देखाउँछु है। तपाईहरुले इन्डिभिजुअल बुझिसकेपछि बल्ल काम गर्न सजिलो हुन्छ। पाइभट टेबल अप्सनमा जानु, तपाईको यहाँ लास्टमा प्रिजर्भ सेल्स फर्मेटिङ छ भनेको एकचोटी फर्मेट लगाइसकेपछि त्यसलाई प्रिजर्भ गरेर त्यसलाई सम्हालेर राख्ने काम यसले गरिरहेछ। जब मैले यसको डबल क्लिक हटाइदिन्छु, ओके गर्छु, अब हेर्नु है, अटोमेटिक यसको त्यो हामीले लगाएको फिल्टर केही गरेको थिएन मैले, अटोमेटिक फिल्टर हट्यो। यति चीज तपाईहरुले बुझ्नु पर्यो। म तपाईहरुकै अगाडि राइट क्लिक गरेर देखाउँदैछु। पाइभट टेबल अप्सनमा हेरौं, मर्जको कुरा सिकाए, इन्डेन्टको कुरा सिकाए, डाउन देन ओभर र ओभर देन डाउन के हो सिकाए, इरर भयो भने कसरी शो गर्ने, 0 आयो भने कसरी शो गर्ने त्यो चीज पनि सिकाए, अटो फिट प्रिजर्भको चीजहरु पनि सिकाए। अब हाम्रो अर्को टपिक, हामी इन्डिभिजुअल एभ्री चीजलाई हेर्छौं टुल्स एन्ड फिल्टर भन्नेमा। अब हेर्नु है, यसको लागि चाहिँ म एउटा छुट्टै फेरि पाइभट टेबल बनाउँदै छु तपाईहरुकै अगाडि। पाइभट टेबल बनाउन आई होप कि तपाईहरुले सिकिसक्नु भएको छ। प्लिज डु कमेन्ट, पाइभट टेबल बनाउनको लागि अहिलेको डेटमा कतिको कम्फर्टेबल लागिरहेछ कमेन्ट पनि गर्दै गर्नु होला। अल्ट एन्ड भिटी अब जुन सिकाउँदै छु त्यसको लागि मैले फेरि न्यू सिट लिए। न्यू सिटमा चाहिँ अब मैले के गरे भन्दाखेरि आफ्नो रिजन अनुसार सेल्स पर्सन छुट्टा छुट्टै हुनुहुन्छ, उहाँहरुको टोटल सेल्स निकाले। हेर्नु है, अब यहाँ तपाईहरुले हेर्नुभयो भने रिजन, सेल्स पर्सन र टोटल सेल्स, सरी यहाँ टोटल सेल्स पनि हाम्रो रोमा नै आएछ। टोटल सेल्सलाई चाहिँ मैले भ्यालुजमा लए। अब हेर्नु है, यसरी हाम्रो चाहिँ हिसाबहरु आएको छ। इस्टको कति मजाले आएको छ हेर्नु त, टोटलमा
इस्टको 359। अझै तपाईहरुलाई होइन अलिकति राम्रोसँग मेन्टेन गरेर राख्नु छ भने रोज र कोलम मिलाउनु पर्यो। यो त मैले बारम्बार तपाईहरुलाई सिकाइराको छु। अब हेर्नु हाम्रो रोको टोटल पनि यतापट्टि आइराछ 1, हाम्रो चाहिँ कोलमको टोटल पनि तलपट्टि आइराको छ। अब मैले तपाईहरुलाई सिकाउन खोजेको सिम्पल चीज के भन्दा फेरि यहाँ तपाईहरु पाइभट टेबल भित्र गएर राइट क्लिक गर्नु, पाइभट टेबल अप्सनमा आउनु, टुल्स एन्ड फिल्टरमा आउनु। तपाईसँग दुईटा अप्सन, यो टोटल किन देखाइराछ भन्दा फेरि रोमा पनि तपाईले टोटललाई टिक लाउनु भएको छ, कोलममा पनि टिक लाउनु भएको छ। कति जनाले चाहिँ म्याम तपाईको त टोटल देखाइराछ, हाम्रो त टोटल नै देखाउँदैन भन्नुहुन्छ। तपाईहरुको चाहिँ यहाँनिर अफ भएको हुन सक्छ, त्यो डिटेलली बुझ्नु पर्यो तपाईहरुले। अब यो दुईटै चाहिँ मैले चाहिँ क्लिक हटाइदिएर ओके गर्छु। हेर्नु है, ओके ओके गरिसकेपछि हेर्नु त तलपट्टिको टोटल पनि गयो, हाम्रो राइट साइडको टोटल पनि गयो। कति जनाको चाहिँ काम गर्दा फेरि हिसाब यसरी आउँछ, टोटल कसरी निकाल्ने थाहा हुँदैन। त्यसको लागि पाइभट टेबल अप्सन भन्नेमा जाने, टुल्स एन्ड फिल्टर्स भन्नेमा गएर चाहिँ यो दुईटा चाहिँ क्लिक गरेको हुनुपर्छ भनेर तपाईहरुले यसरी बुझ्नु पर्यो। आई गेस यो पनि तपाईहरुको लागि एउटा इन्ट्रेस्टिङ थियो। अब हेर्नु है, म ध्यान दिएर के देखाउँदै छु। यहाँ मजाले यो माथिपट्टिको चीजलाई म बोल्ड पनि गरेर अलिकति तपाईहरुले देखिने तरिकाले देखाउँछु। मैले हाइलाइट गरिरहेको छु, यसमा ध्यान दिएर हेर्नु है। तपाईहरुको अगाडि गर्छु, पाइभट टेबल अप्सनमा जान्छु, टुल्स एन्ड फिल्टरमा जान्छु, अलो मल्टिपल फिल्टर पर फिल्ड भनेर चाहिँ यसरी राखिदिन्छु। अब त्यसलाई ध्यान दिएर हेर्नु है, मैले केही गरेको छैन, ओके गरिदिन्छु। अब अर्को चीज सिक्नु अगाडि यहाँ ध्यान दिएर हेर्नु। अब हामी फर्स्टमा फिल्टरको चीजहरु सिकम, यो फेरि देखिरहेको छैन भनेपछि अफकोर्स फिल्ड लिस्ट बन्द भयो। अब फिल्टरमा चाहिँ मैले कस्टमर टाइप राखे, फिल्टरमा चाहिँ मैले पेमेन्ट मेथडहरु राखे। अब हेर्नु है, म के गर्छु भन्दा फेरि यहाँ गएर राइट क्लिक गर्छु, पाइभट टेबल अप्सन्समा जान्छु, टुल्स एन्ड फिल्टरमा जान्छु, अलो मल्टिपल फिल्टर पर फिल्ड गर्छु। यति टिक लगाइसकेपछि यहाँ चाहिँ म ओके गरिदिन्छु। अब हेर्नु यसमा केही पनि चेन्ज भएको छैन, तपाईले राम्रोसँग हेर्नुभयो भने केही पनि चेन्ज देख्नुहुन्न, किनभने तपाईको फिल्टर गर्ने माथि चीजहरु मजाले एडजस्ट भएर बसिसकेको छ। अब फेरि मैले चाहिँ यहाँ राइट क्लिक गरेर पाइभट टेबल अप्सनमा गएर जुन हाम्रो टुल्स एन्ड टेबल छ यसलाई चाहिँ अलो मल्टिपल फिल्टर पर फिल्ड हटाए भने यहाँ ओके। अहिले पनि केही देख्नुहुन्छ? केही पनि देख्नुहुन्न। अब के हो त यो भन्ने चीज? धेरै जना झुक्किनुहुन्छ, धेरै के धेरै। म पनि पहिला एकदमै झुक्किन्थे। हेर्नु है, एकदमै युजफुल छ, ध्यान दिएर हेर्नु होला। अब मैले चाहिँ कस्टमर टाइप फिल्टर लगाउन खोजे है, यो फिल्टरमा जान्छु यसरी। तपाईहरुको यहाँ जानेरी फिल्टर छ, यो फिल्टरमा चाहिँ यसरी मैले क्लिक गर्छु। तपाईसँग दुईटा फिल्टरको अप्सन देख्नुहुन्छ। तपाईहरुले यतिकै आँखाले चाहिँ पाइभट टेबल, म फेरि भन्दैछु, पाइभट टेबल अप्सनमा गएर यतिकै यो टिक लगाउनु भयो, टिक बन्द गर्नु भयो भने केही पनि बुझ्नुहुन्न, किनभने यहाँ अहिले हामी बन्द गरिरहेछौँ। हेर्नु है, केही डिफरेन्ट पाइएको छैन। तर जब म यहाँ जान्छु नि, मैले लेभल फिल्टर लगाउँछु। लेभल फिल्टरमा चाहिँ मैले के गर्छु भन्दा फेरि बिगिन्स विथ, अहिले हेर्नु है, बिगिन्स विथमा मैले ए लेख्थे। कुन चाहिँ ए बाट स्टार्ट हुन्छ भन्दा फेरि एलिस स्टार्ट हुन्छ ए बाट। एलिसको नर्थ साउथ वेस्टमा कति सेल्स भएको छ, यसरी फिल्टर लाग्यो। अघि मैले बन्द गरेको थिएँ दुईटा फिल्टर लगाउनको लागि, त्यही भएर म फेरि अर्को हेर्नु है, लेभल फिल्टर त मैले लगाए, टिक बक्स आइसक्यो। यो एकदमै इम्पोर्टेन्ट छ है, नट ओन्ली फर पाइभट टेबल, एभ्री एक्सेलको लागि यो एकदमै इम्पोर्टेन्ट छ। भ्यालु फिल्टरमा आउनु, भ्यालु फिल्टरमा चाहिँ म लेस देनमा लान्छु। लेस देनमा चाहिँ म एक्जाम्पलको लागि लेस देन 70 भनेर राखिदिन्छु। अब हेर्नु है, ओके गरे। अब हेर्नु त, लेस देन 70 राख्दा फेरि एलिसको मात्र डेटा आएन, अरू डेटा पनि आयो। किन आयो भन्दा फेरि यसले, अब म फेरि ध्यान दिएर देखाउँदैछु, मजाले हेर्नु है। अघि जुन लेभल फिल्टरमा लागेको डेटा अलरेडी हराइसक्यो, यसले कुन मात्र लिग्यो, भ्यालु फिल्टरको मात्र लिग्यो। त्यही कुरामा अब तपाईले यहाँ राइट क्लिक गर्नु, पाइभट टेबल अप्सनमा जानु, टुल्स एन्ड फिल्टरमा गएर अलो मल्टिपल फिल्टर लगाउनु भयो भने अब हेर्नु है के हुन्छ। यहाँ ध्यान दिएर यसमा चाहिँ अब एउटा भ्यालु फिल्टरमा त मैले लेस देन 70 लगाइसके। लेभल फिल्टरमा अब मैले के गर्छु भन्दा फेरि बिगिन विथै गर्छु है। बिगिन विथ अघिको जसरी नै ए नै राख्छु। बिगिन विथ ए राख्दा फेरि यहाँ 0 आयो, किनभने केही पनि छैन। अब मैले फेरि तपाईहरुलाई चाहिँ रियल एक्जाम्पल देखाउनको लागि ग्रेटर देन, अघि लेस देन थियो, अब चाहिँ ग्रेटर देन 70 राखेर ओके गरिदिन्छु। अब हेर्नु त, एलिसको अलरेडी अरू ठाउँको डेटाहरू आयो। यसले दुईटा फिल्टर लियो के, एउटा भनेको ग्रेटर देन 70 को लियो, अर्को भनेको चाहिँ कुन लेटर चाहिँ ए बाट स्टार्ट हुन्छ हो। यो फंक्सन काम गराउनको लागि पाइभट टेबल अप्सनमा गएर चाहिँ तपाईहरुले चाहिँ यहाँ टुल्स एन्ड फिल्टर भित्र यो अलो गर्ने कि नगर्ने यो तपाईहरुको हातमा छ, मजाले गर्न सक्नुहुन्छ। अब आम अर्को लास्टमा युज कस्टम लिस्ट व्हेन सर्टिङ। यो त तपाईहरुलाई याद छ, मैले सर्ट एन्ड फिल्टर मजाले सिकाएको थिएँ। सर्ट एन्ड फिल्टर गर्दा फेरि चाहिँ ए टु जेड गर्ने कि डिसेन्डिङ एसेन्डिङ यो के गर्ने, यहाँ चाहिँ अलरेडी त्यही चलिरहेको छ। भन्नुको अर्थ तपाईहरुलाई नै यहाँ गरेर देखाउँछु। मैले कन्ट्रोल जेड गरे, यहाँ हेर्नु डेटाहरु हेर्नु भयो भने अगाडि डी एलिस यसरी आएको छ।
अब मैले चाहिँ पाइभोट टेबल अप्सनमा गएर टुल्स एन्ड फिल्टरमा चाहिँ युज कस्टम लिस्ट मैले हटाइदिएँ भने अब तपाईहरुले चाहिँ एउटा अप्सन छ यसमा पाइभोट टेबल अप्सन भित्र गएर युज कस्टम लिस्ट व्हेन सेटिङ भन्ने चीज देख्नुहुन्छ। कस्टम लिस्टको कुरा मैले बारम्बार धेरै चोटि सिकाइसकेको छु। कस्टम भनेको सर्टिङ गर्नको लागि ए टु जेड गर्ने कि जेड टु ए गर्ने कि एसेन्डिङ डिसेन्डिङ के गर्ने यो तपाईहरुको हातमा छ। यो सिम्पल चीज भयो। अब राइट क्लिक गर्नु है, राइट क्लिक गरेर पाइभोट टेबल अप्सनमा जानु। लेआउट र फर्मेट हामीले सकिसक्यौं, टुल्स एन्ड फिल्टर पनि हामीले सकिसक्यौं। अब अर्को छ डिस्प्ले भन्ने चीज। अघि नै हामीले बनाएको पाइभोट टेबलमा यहाँ अरु चेन्ज भएर आछ किनभने हामीले बीचमा डेटाहरु एड गरेको थियौं है। अब यो डेटाको मैले सोर्समा गएर चाहिँ डेटा मिलाइदिन्छु है। एउटालाई ए लिस्ट बनाइदिन्छु, एउटालाई बब बनाइदिन्छु किनभने ट्याक्क मिलेर आउनु पर्यो भनेर। तपाईहरु ध्यानमै हुनुहुन्छ नि, अगाडि हेर्नु है, ध्यानमै हुनुहुन्छ नि। म अब यसलाई फेरि रिफ्रेश गर्छु किनभने ट्याक्कै मिलेर आउनु पर्यो भनेर। अब मैले रिफ्रेश गरे, यहाँ ए लिस्टको एउटा नेममा प्रब्लम थियो, यो पनि मैले चाहिँ यसलाई इरर नहोस् भनेर यसलाई पनि मिलाइदिए। अब यसमा फेरि गएर रिफ्रेश गर्छु, यसरी डेटा मिलाउन सक्नुहुन्छ। हेर्नु मजाले आयो है। अब मैले तपाईहरुलाई सिकाउन खोजेको चीज चाहिँ के भन्दा फेरि ध्यान दिएर हेर्नु है। यहाँ माइनसको साइन देखिरहनु भएको छ, यो गरे भने यहाँ प्लसको साइन देखिरहनु भएको छ। यो भनेको चाहिँ हामीले पाइभोट टेबलमा एक्सपान्ड र कोल्याप्स बटम भन्छौं। अब तपाईहरुले पाइभोट टेबल अप्सनमा जानुभयो भने डिस्प्ले भन्ने देख्नुहुन्छ, यो डिस्प्लेमा जानु। अब अहिले त एक्सपान्ड र कोल्याप्स मजाले देखिरहेछ। एक्सपान्ड र कोल्याप्स देखिराख्दा फेरि तपाईहरुको चाहिँ यहाँ माइनस गरेर एकैचोटी डिटेल देखाउनु पर्यो भने यसरी एकैचोटी डिटेल चाहिँ सानोमा यसरी पनि रिपोर्ट देखाउन सक्नुहुन्छ। होइन ईस्ट भित्र पनि मलाई डिटेलली चाहियो, नर्थ भित्रको पनि मलाई डिटेलली चाहियो, साउथको पनि डिटेलली भन्यो भने यो प्लस साइनहरु गर्न सक्नुहुन्छ। यो त बुझ्नु भयो। अब रियल लाइफमा काम गर्दा चाहिँ कहिले कहिले कस्तो हुन्छ भन्दा फेरि म चाहिँ यो डिटेल मात्र देखाउँछु अनि कसैले पनि प्लस साइन युज गरेर चाहिँ यो रिपोर्टलाई चाहिँ लामो नबनाइदियोस् है भन्ने तपाईहरु चाहनुहुन्छ भने अब सिम्पल के गर्ने भन्दा फेरि राइट क्लिक गर्ने। राइट क्लिक गरिसकेपछि पाइभोट टेबल अप्सन आउँछ। पाइभोट टेबल अप्सनमा गइसकेपछि डिस्प्लेमा जानु। यहाँ चाहिँ तपाईहरुको जो सो एक्सपान्ड र कोल्याप्स बटनलाई जुन अघिसम्म देखिरहेको थियो अब म ओके गरेपछि यो बटन देखिदैन। हेर्नु है, यो यसको पावर, यो बटन देखिदैन। अब जसले ईस्ट भित्रको इन्डिभिजुअल हेर्न चाहे पनि हेर्न सक्दैन। त्यो गर्नको लागि एउटै तरिका भनेको फेरि पाइभोट टेबल अप्सनमा गएर चाहिँ डिस्प्ले भित्र गएर यो जुन टिक लागेको चीजलाई टिक लगाउनु पर्यो अनि बल्ल देखिन्छ। यसरी चाहिँ यसले काम गर्छ। अब अलिकति ध्यान दिएर हेर्नु है, म जुममै गरेर देखाउँदै छु। अब मैले जसरी यहाँ 397 मा गएर आफ्नो क्रसर राखे भने यसले डिटेलली देखाछ के सम अफ टोटल सेल्स भ्यालुज देखाएको छ, यसले रोज देखाएको छ। अब यहाँ गएर पनि डिटेलली हेरे भने नर्थ रिजन यो तपाईले केही नगरिकै डबल प्रेस गर्नै पर्दैन, एकचोटी ट्याब मात्रै गर्नु भयो भने डिटेलली देखाउँछ। अब यो डिटेलली चाहिँ नदेखाओस् भन्ने तपाईलाई छ भने राइट क्लिक गर्नु, पाइभोट टेबल अप्सनमा जानु, डिस्प्ले भन्ने छ, यसमा चाहिँ सो कन्टेक्चुअल टुल टिप्सलाई हटाइदिनु। अब ओके गर्नु। के हुन्छ मलाई थाहा छैन है, म देखाउँदै छु। अब हेर्नु त तपाईले यहाँ जति यहाँ गरे हेर्नु भयो भने पनि केही पनि देखाउँदैन। यो भनेको चाहिँ जुन डेटा देखाइरहेको थियो हट्यो। अब तपाईलाई चाहिँ यो डेटामा चाहिँ केही चीज तपाई चेन्ज गर्न खोज्नु भयो भने चेन्ज पनि हुँदैन। अब तर यसको चाहिँ कुन हो सोर्स भनेर हेर्नु छ भने डबल क्लिक गर्नु। डबल क्लिक गरिसकेपछि तपाईको डेटा कहाँ छ त्यहाँ गएर चाहिँ यसले मजाले तपाईलाई चाहिँ हिसाबहरु देखाउँछ। आई होप यहाँसम्म बुझ्नु भएको छ। अब आउनु पाइभोट टेबल अप्सनको ए डिस्प्लेमा। डिस्प्लेमा हेर्नु त सो कन्टेक्चुअल टुल टिप्सको कुरा पनि हामीले बुझ्यौं। अब डिस्प्ले फिल्ड क्याप्सन, यो माथिको फिल्ड क्याप्सन यहाँ टिक लागिरहेछ। अब जब मैले यसलाई हटाइदिन्छु अब हेर्नु है के डिफरेन्ट आउँछ। यो जुन हाम्रो माथिको फिल्ड क्याप्सनहरु आइरहेको थियो नि ईस्ट नर्थ, हेर्नु त सुरुमा यो भनेको रिजन हो भन्ने चीज हामीलाई मजाले थाहा थियो। सेल्स पर्सनको हामीले यसरी लुकाएको थियौं है अघि, त्यही भएर सेल्स पर्सन। यसरी हामीलाई यो चीज मजाले थाहा छ। यो एलिस, बब, चार्ली, डियाना, इथाइन भनेको सेल्स पर्सन हो। ईस्ट, वेस्ट, नर्थ, साउथ भनेको रिजन हो। त्यति बेला चाहिँ मलाई चाहिँ त्यो देखाउनु छैन, फेरि त्यसलाई चाहिँ रिपोर्ट चाहिँ लेन्दी बनाउनु छैन भने जस्ट मैले के गर्छु डिस्प्ले फिल्ड क्याप्सनलाई हटाएर ओके गरिदिन्छु। अटोमेटिक यहाँ सबै चीज चाहिँ अझै रिपोर्ट चाहिँ अलिकति प्रोपर तरिकाले आउँछ। यो गर्ने कि नगर्ने तपाईहरुको हातमा भयो। यो पाइभोट टेबल चलाउँदै गयो तपाईहरुलाई किन लाग्न सक्छ भने यस्तो मजाले सेटिङ किन बुझ्ने डिटेलली यो त्यो लाग्न सक्छ। तर पाइभोट टेबल मजाले सिक्नु भयो भने पावर क्वेरी ड्याशबोर्डहरुमा पनि तपाईहरुलाई जुन अब हामी पछि टपिक गर्छौं नि जुन भनेको एडभान्स लेभलको एक्सेलमा पनि एकदमै हेल्पफुल हुन्छ। अब हेर्नु डिस्प्लेमा आएर हेरिसकेपछि हामीले यो क्लासिक पाइभोट टेबल लेआउट अघि गरिसकेका छौं। सर्टिङ भनेको ए टु जेड, जेड टु ए यो के गर्नुहुन्छ यो तपाईहरुले गर्दा भयो। सिम्पल चीज भयो, अघि पनि भनेको थिए। यति गरिसक्नु भएपछि हामीले तलपट्टिको तीनटा चाहिँ भ्यायौं। अब
काम है त। अब आउँदाखेरि पाइभोट टेबल अप्सन्समा यहाँ प्रिन्टिङ भन्ने देख्नुहुन्छ। प्रिन्टिङ गर्दा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो जुन हाम्रो छ नि यो माइनस प्लस साइनहरु यो साइन आउने बनाउनु छ भने यसमा टिक लाएर ओके गरिदिनु। अब तपाईले चाहिँ यो प्रिन्ट गर्नु भयो भने यो मजाले प्लस माइनस साइनहरु पनि सबै आउँछ। होइन तपाईलाई चाहिँ यसरी प्लस माइनसको साइन देखाउनु छैन भन्ने छ, यो चाहिँ त्यसरी नआओस्, प्रिन्ट गर्दा आयो भने राम्रो हुँदैन भन्ने छ भने सिधै जानु प्रिन्टिङ भित्र जानु, यो एक्सपान्ड कोल्याप्स वालालाई हटाइदिनु। प्रिन्ट टाइटलहरु राख्नु मन छ, रो एन्ड लेभल यो चाहिँ हेर्नु है। यो एउटै पेजमा मैले प्रिन्ट गर्न खोजे भने एउटै पेजमा नआउन सक्छ, सबै डेटा मैले निकाले भने दुईटा पेजमा आउँदा फेरि हेडिङ चाहिँ सबै पेजमा आओस् है भन्नको लागि चाहिँ तपाईले के गर्नु पर्यो, पाइभोट टेबल अप्सनमा गएर प्रिन्टिङ भित्र चाहिँ यो रिपिट रो लेभल अन इच प्रिन्टेड पेज गर्नु पर्यो। प्रिन्ट टाइटल राख्नु छ भने कुनै चीज टाइटलमा पनि राख्न सक्नुहुन्छ। प्रिन्टको चीज पनि मैले तपाईहरुलाई आई होप डे 4 डे 5 को क्लासमा डिटेलली सिकाइसकेको छु, त्यो पनि हेर्नु पर्यो। आई होप कि यति गरिन्जेलसम्म तपाईहरुले पाइभोट टेबलको सेटिङ धेरै बुझिसक्नु भएको छ। अझै सेटिङमा हामीले बुझ्नुपर्ने दुईटा एकदमै इम्पोर्टेन्ट चीजहरु छ जुन म तपाईहरुलाई अहिले चाहिँ सिकाउँदिन है के हो भन्ने चीज। अब आज एउटा असाइनमेन्ट दिन्छु। असाइनमेन्टमा चाहिँ म एउटा के टपिक दिन्दैछु, यसमा चाहिँ तपाईहरुले जस्ट क्याल्कुलेट गर्नु परेन, लेख्नु मात्रै पर्यो है। डेटा भ्यालिडेसन कति बेला युज गरिन्छ एक्सेलमा। यस, हाम्रो डे 16 को क्लासमा फर्स्टमा चाहिँ तपाईहरुले डेटा भ्यालिडेसनको बुझ्नु भएको छ कि छैन, के बुझ्नु भयो म हेर्छु अनि बल्ल क्लास स्टार्ट गर्छु। आजलाई यहीसम्म गरे। डे 15 मा हामीले एकदमै इम्पोर्टेन्ट चीज सिकाएको छौं है। तपाईहरुलाई के लाग्न सक्छ भने कति डिटेलली के लाग्न सक्छ, यो एकदमै इम्पोर्टेन्ट हुन्छ। अब यहाँबाट तपाईले सिक्नु भएन भने म अलिकति छुच्छु के भन्नु पर्छ भन्दाखेरि अगाडिको पावर क्वेरी, ड्याशबोर्ड, भिबीहरु बुझ्नु न, त्यही भएर यो डिटेलली बुझाउँदै छु। यति बुझिसक्नु भएपछि अब हाम्रो डे 16 को क्लासमा हामी फेरि भेट्ने छौं। असाइनमेन्ट हाम्रो भनिहाले मैले, हाम्रो यो डेटा भ्यालिडेसन भनेको के हो तपाईहरुले एकचोटी गर्नु पर्यो। र म फेरि रिक्वेस्ट गर्दै छु क्लासको लास्टमा, अहिले मलाई देख्दै हुनुहुन्छ होला स्क्रिनमा, मैले लास्टमा रिक्वेस्ट के गरे भने तपाईहरुलाई क्लास केही पनि भए पनि अलिकति भए पनि युजफुल लागिरहेछ भने प्लिज डु शेयर विथ योर फ्रेन्ड्स, कलिग्स एन्ड फ्यामिली सो दैट मल्टिपल युजरहरुलाई चाहिँ यो भिडियो रिचमा जान्छ। सो स्टे कनेक्टेड। आजको भिडियो यहीसम्म।